हजुरहरु के कोठाको गजीमा हुनुहुन्छ काठमाडौँमा हेर्नुस् यो चाबेल चोक हो ठ्याक्कै आकाशे पुल भयो चाबेल चोक आकाशे पुलबाट हामी सिधै बस पार्क जाने साइडमा जान्छौं है ओम हस्पिटल साइडतिर चुचेबाटीतिर नगर ओम हस्पिटल साइडतिर जान्छौं है हेर्नुस् है हाम्रो लोकेसन सुरुदेखि अन्तिमसम्म हेर्नु होला सिधै हामी जान्छौं सिधै जान्छौं हेर्नुस् हाम्रो लोकेसन अफिसको लोकेसन भनेर हजुरहरुले हामीलाई भनिराख्नु भएको थियो हामीले सिधै यसमा हाल्दिएको छौं सिधै यही भिडियो हेरेर आउन सक्नुहुन्छ हेर्नुस् है हेल्पिङ हस्पिटल देख्नुभयो नि हेल्पिङ हस्पिटल निर आइपुगिसकेपछि अलिकति अगाडि जाने अगाडि गइसकेपछि ठ्याक्कै त्यहाँ गोपी कृष्ण पुल आउँछ है गोपी कृष्णको पुल ठ्याक्कै गोपी कृष्णको पुल साइडतिर नगएर यता दाहिने साइडमा छिर्ने कपन जाने बाटोमा गएर ठ्याक्क सिधै ओरालो अलिकति ओरालो छ ओरालो गएर सिधै हजुरहरु उता नजाने गोपी कृष्ण हल आउँछ त्यसपछि है गोपी कृष्ण हल आउँछ 4-5 घर अगाडि छ गोपी कृष्ण हल हामी सिधै खोलाको बाटो नगएर सिधै यता कपन जाने बाटो सरस्वती नगर जाने बाटो छिर्छौं सिधै छिर्छौं जाँदैछौं हामी सिधै गइसकेपछि अब हजुरले देख्न सक्नुहुन्छ यो तरकाली बजार पनि छ त्यहाँनिर तरकाली बजारतिर थोरै एक घर उता गइसकेपछि गोपी कृष्ण हल छ गोपी कृष्ण हल पुरानो हो त्यहाँ पहिलेदेखि अहिले चाहिँ बन्द छ ठ्याक्कै अझै अगाडि जान्छौं त्यसबाट 8-10 घर अगाडि जान्छौं अगाडि गइसकेपछि ठ्याक्कै त्यहाँ यता बायाँ साइडतिर ठ्याक्क सगरमाथा मार्ग प्रवेशद्वार छ हाम्रो अफिस ठ्याक्क सगरमाथा मार्ग प्रवेशद्वारमा आएर ठ्याक्क त्यहाँ हेर्नुस् हाम्रो त्यहाँ बोर्डहरु छ कोठा खन्ने अफिस लेखेकै छ त्यहाँ बाहिर छ हजुरहरुले देख्न सक्नुहुन्छ काठमाडौँ भक्तपुर ललितपुरमा हामी सबै ठाउँमा खोज्छौं हाम्रो अफिस यहाँ गोपी कृष्ण हल चाबेलको गोपी कृष्ण हल निर भए पनि हामी सबै ठाउँमा खोज्छौं यहाँ हाम्रो अफिसको लोकेसन यही हो इच्छुक व्यक्तिले तुरुन्त सम्पर्क गर्न सक्नुहुन्छ यही लोकेसन हेरेर हाम्रो अफिसमा आउन पनि सक्नुहुन्छ हेर्नुस् कोठा खन्ने मान्छे यति धेरै हुनुहुन्छ ल आउनुस् है हजुरहरुलाई पनि चाहिएको छ भने तुरुन्तै आइहाल्नुस् त